ल आज यो दाइ र म भएर मासु लिन गएको के गर्नु बाटोको बिचैमा बाइक बिग्रियो त्यही भएर अब उपाय भनेको त्यस्तो हिलोमा यही हो। टक्क मार्दै हिँड्नु पर्यो ल त गाइस आजको ब्लग सुरु गरौँ है त ल हेलो गुड मर्निङ एभ्रिवान गुड मर्निङ तपाईँहरू सबैजनालाई स्वागत छ। अहिले चाहिँ म भर्खरै उठेर यसो मुखसुख धोएर यता हाम्रो दाइ र म भएर चाहिँ चिया खाँदैछौँ। अहिले चिया खाएर हामी जाँदैछौँ कहाँ दाइ भनिदिनु त? मासु लिन। यस आज चाहिँ हामी मासु लिन जाँदैछौँ। सो दाइ र म चाहिँ यो बाइकमा जानेवाला छौँ। अहिले ऊ अङ्कल नि अहिले बिहान नै अफिसको लागि रेडी हुनुभएको छ। यो गाडीको अङ्कल नि त्यही हो एभ्रिवान हामी पहिला चिया खाँदैछौँ अनि बाटैमा भेटौँला है त। हामी आज चाहिँ फाइनली यता कुशल दाइ र म निस्किसक्यौँ यहाँ महारानी भन्ने ठाउँमा। यो महारानी होइन त जस कहाँ जानुपर्ने कता जानुपर्ने केही पनि थाहा छैन। तर हामी आएको चाहिँ के लिन आएको दाइ भनिदिनु त? मासु या मासु लिन आएको। के को मासु? यमराजको। यस महारानीमा यमराजको मासु लिन आछौँ। तर के थाहा यतै हो कि जस कहाँ भन्ने कुरो चाहिँ थाहा छैन। तर बाटैभरिमा चाहिँ मासु चाहिँ बाँडिराखेको कहाँ हो कहाँ हो। नम्बर ल्याउनु भएको छैन? नम्बर नभए एकचोटि कल हान्नु न। जस आज के हो? आज आइतबार होइन कि मतलब जाने मासु बाँडिराख क्या आज। है के हो खै सानो दसैँ हो कि? स्मल दसैँ हुनसक्छ सायद। तर मासु बाँडिराख क्या। यो चाहिँ महारानीको सिन है। जस बाटो त नेपाली बाटो हो जानी यस्तो भइहाल्छ। यसमा चित्त दुखाउनु पर्ने कुरै छैन। जस आज भोलि चाहिँ पानी परे क्या जहिले पानी नपर्या दिन त आजसम्म आजबाट पर्दैन होला है। खोइ हिजो नि त्यही भने हो भोलि पानी पर्दैन भने हो। खोइ परेर त यस्तो भयो नि बिहानसम्म परिरहेको थियो क्या। जस महारानी जस दाइलाई नि थाहै रहेनछ कहाँ भन्ने कुरो। तर जस हिँड्न चाहिँ हिँडिरहेछौँ जहाँ भयो भने थाहा नभए नि तपाईँहरूलाई थाहा भयो नि त। महारानी यता यो कति बटार कति नम्बरको वडा पो थियो। जस महारानी भनौँ न यो एरिया। पहिला नि म सुरुमा भ्लग स्टार्टिङ गर्ने बेला पनि यतातिरको एउटा भ्लग चाहिँ अपलोड गरेको छु मैले। योभन्दा अघिल्लो पानाहरू पल्टाएर हेर्न सक्नुहुन्छ। जस आज नि आइपुगेँ। तर आज चाहिँ पहिलाभन्दा नि बाटो एकदम धराब भएछ। त्यो ट्रायल लिने बेला यत्तिकै त्यो 8 पास गराउन ला होइन कि यस्तै खाल्टाखुल्टी होइन यस्तै पहिला ट्रायल लिन जानुभन्दा अगाडि यो खाल्टाखुल्टीमा बाइक चलाउनुपर्छ क्या। किन भन्नु न एउटा कसले हो दाया हेङ्राईको डाइलग हालेर देखाइदिए। के अरे कुन डाइलग झन् यसलाई कसले लडाएको हेर्नु न। यसलाई कसले लडाएको म पनि हालिदिन्छु है ब्याकग्राउन्डमा। त्यही हो म के कुरो गर्दै थिएँ अरे झन् यो खाल्टाखुल्टी छल्न पहिला प्र्याक्टिस गर्नु त्यसपछि टाइल दिन जाने बेला 8 यतिकै पास हुन्छ क्या। देख्नुभयो? हामी त तल्लै आइपुग्यो त एकचोटि गर्नु त। अघि र पछि र अघि। यो एभ्रिवान हामी तल्लै आइपुगिसक्यो। तर कहाँनिर भन्ने कुरै थाहा छैन क्या। हामी चाहिँ अहिले मासु लिन जाँदैछौँ। हजुर नम्बर भन्नु त नम्बर ल गरौँ न त। ल गर्नु त। जस हामी चाहिँ अब यो ठाउँलाई कुन ठाउँ भन्ने यहाँ केरा छ यहाँ आँप छ। दाइ कहाँ हुनुहुन्छ तपाईँ? म त घर सुतिरहेको छु नि। अनि त्यो मासु अनि के भन्नुभएको थियो नि हजुर दाइ? मासु लिनु
कसले पठायो तपाईँलाई? यहाँ रामकुमार दाइले। ए रामकुमार दाइले पठाउनु भयो? हजुर हजुर। तपाईँ कहाँ हो र अहिले? ए म यहाँ कहाँ भन्ने यस्तो भन्छु। आपको रुख पनि भन्दैन। आपको रुखहरू छ नि यहाँ जस्तो के। ढलन गरेबाट अझै पुग्यो भनेपछि उतै होला। ल जुम हाम्रो बाइक अड्क्यो गाइज बिचैमा स्ट्यान्ड नै रोक्यो यार। के भयो तेल छ प्लग गयो के हो के थाहा खै त स्टारै भएन यार। यता फेरि ग्यारेज नै छैन कि के भयो अटोमेटिकली स्टार्ट नै भएन क्या। तिम्रो गिरो पछि बिजोक यो आपको रुख मुनि आएर बिजोक भयो गाइस। पुरै चिसो लाएर रहेछ क्या है। पुरै चिसो ला जस्तो हो क्या यसलाई। रातभरि पानीले भिज्यो नि त। बाटोमा आएर बिजोक हेर्नु त 5 मिनट भइसक्यो स्टार्टै भएन यार। अरे के भयो हाम्रो बाइकलाई। अघि यो पछाडिको घरसम्म आएको थियो क्या तर योभन्दा अझै उत्तरपट्टि रहेछ नि त। यहाँनिर हेर्नु त महारानीको फाट क्या। आम्मामा यस्तो दामी देखिरहेछ है महारानी। त जोस् मेरो भ्लगमा त उयोहरूले हुन्छ नि नुवाकोटको कुना कुना हुन्छ नि नुवाकोट धादिङ रसुवा। अब रसुवा चाहिँ म कम्ती पुगेको छु जोस् पछि चाहिँ पुग्छु होला। सो जहाँ जहाँ पुगिन्छ सबै तपाईँहरूलाई देखाउनेवाला नै छु है। ल म चाहिँ अहिले मासु लिन जाँदैछु। कुन घर हो थाहा छैन। जस बाटो चाहिँ यहाँसम्म होइन यत्तिको चाहिँ गर्दैछ क्या। ल दाइ मासु त चट्टा लाएर लिएर आएँ। बाइक भयो कि भएन भएन जस माल ल्याइसक्यो तर बाइक चाहिँ स्टार्ट नै भएन। के भएछ यसको राखेर जाने के थाहा। एउटा घरमा छोडेर जानुपर्छ। कहाँ धक्का मार्दै बिजोक बाइक बिग्रियो एभ्रिवान बाइक बिग्रियो। के भएछ एक्कासी खै यसो सोधेर राख्नुपर्छ। अब जोस् एउटा घरमा छोडेर जानुपर्छ। के भएछ हेर्नु त हाम्रो बिजोक पारैदेखि धक्का मार्दै ल्याइरहेछ क्या। यसको मोबिल के सकिएछ कि त्यही हो र बिजोक। यो दिदीको स्कुटरमा पछाडि बाँधेर लानु पर्थ्यो क्या है। बाटोको हालत यस्तो हिलोमा धक्का मार्दै हिँड्नु परिरहेछ। एकदम मेमोरेबल पल छ हाम्रो। हेर्नु न बाटो हिलो हो क्या। हेर्नु त यत्रो पानीको लेउले चिसो मा बिजोक भयो आज। बिजोक हेलो यहाँ बिजोक भइरहेको बेला आएर हेलो चल्छ यार। फाइनली पसिना हुने गरी यहाँ दाएर मैले धक्का मारेर यहाँसम्म ल्याइसक्यो। अब यसलाई मोबिल हाल्यो अब तेल हाली हेर्छु त्यसपछि खुल्च्या सिमसिम हुन्छ होला। ल पेट्रोल पम्पमा गएर यहाँनिर तेल लिएर आइसकेँ। दाएर म यो कसको स्कुटी हो थाहा छैन तसै पनि लिएर आइसक्यो भनौँ न। ल एभ्रिवान त्यही हो बिजोक भइरहेछ आज। ल फाइनली यसको स्टार्ट भइसक्यो। एकचोटि बटार दिँदा